ज्याकमा चाइनाको सबैभन्दा धनी व्यक्ति, सबैभन्दा बढी फाइदा कमाउने वेबसाइट अलिबाबा ग्रुपका फाउन्डर ज्याकमा अहिले गुमनाम छन्। प्रजातान्त्रिक देशहरूमा प्रायजसो अरबपतिहरूले सरकारमा अप्रत्यक्ष रूपमा हाबी भई आफू अनुकूल नीतिहरू बनाउने गर्छन् भने एकल शासन भएको कम्युनिस्ट राष्ट्रहरूमा अरबपतिहरू प्राय त्यस देशको सरकारसँग सुमधुर सम्बन्ध बढाउँदै आफ्नो बिजनेस अगाडि बढाइरहेको अवस्था देखिन्छ। कसरी एक सामान्य परिवारमा जन्मिएको ज्याकमा चाइनाको सबैभन्दा धनी व्यक्ति बने, ज्याकमा र यिनको कम्पनीहरूको बारेमा बताउने छु। ज्याकमाको जन्म 1964 एडीमा मध्यमवर्ग परिवारमा भएको हो भने उनको आफ्नो कलेजमा इन्ट्रान्स इक्जाममा 2 पटक फेल भएर तेस्रो पटकमा इन्ट्रान्स पास भएर ब्याचलर अफ आर्ट मा इङ्ग्लिसमा अध्ययन गरे र इङ्ग्लिस टिचर भएर समेत केही वर्ष काम गरे। पछि उनले भने अनुसार उनले 30 भन्दा बढी कम्पनीहरूमा जागिरको लागि आवेदन दिए, तर त्यस आवेदन दिएपछि उनी 30 भन्दा बढी कम्पनीहरूमा रिजेक्टेड भए। यतिसम्म कि KFC मा जागिरको लागि उनले एप्लाई गरेपछि 24 जना मध्ये 23 जनाहरू जागिरमाको लागि सेलेक्टेड भए भने उनी मात्र 1 जना रिजेक्टेड भए। यसरी रिजेक्टेड भएपछि उनले अमेरिकाको भिजा पाए र अमेरिका गए। त्यसपछि उनले 10 पटकसँग हार्वर्ड युनिभर्सिटीमा पनि एप्लाई गरेका थिए, तर त्यहाँ पनि सफल भएनन्। यसरी अमेरिकामा भर्खरै इन्टरनेट विस्तार भइरहेको र इन्टरनेटको बारेमा जानकारी भएको ज्याकमाले अनलाइन बिजनेसबाट चाइनामा समेत केही नयाँ गर्न सकिन्छ भनेर बुझेका थिए। उनले पछि चाइना फर्किएर आफ्नो 18 जना साथीभाइहरूसँग मिलेर केही नयाँ सुरुवात गरौँ भनेर साथीहरूको साथ पाए। त्यसपछि इन्टरनेटको सुविधा समेत त्यस समय चाइनामा त्यति राम्रो थिएन। त्यही अवस्थामा इन्टरनेटको सुविधा राम्रो नभए पनि चाइनामा अलिबाबा ग्रुप मार्फत सन् 1979 एडीमा ससाना बिजनेसहरूलाई अलिबाबा ग्रुपले उनीहरूको सामानहरू बेच्न प्रचार गरेर मद्दत गरे। अनलाइन प्लेटफर्मबाट नयाँ बिजनेस सुरुवात गरे। पछि उनीहरूले यसबाट राम्रो गर्दै संसारको सबैभन्दा प्रसिद्ध ई-कमर्स वेबसाइटको रूपमा स्थापित बन्यो। ई-कमर्स बिजनेसमा सफल भएपछि यो कम्पनी विभिन्न क्षेत्रमा विस्तार हुँदै गयो। अलिबाबा बिजनेस ग्रुपको सुरुवाती चरणमा बिजनेस पोर्टलको रूपमा सुरुवात गर्दै यदि केही सामानहरू बेच्न चाहने बिजनेसम्यानहरूले अलिबाबाको थ्रुबाट आफ्नो व्यापार गर्न सक्थे। वर्तमान अवस्थामा अलिबाबा ग्रुप बिजनेस कन्ज्युमरको रूपमा समेत अगाडि छ र यदि कसैले केही सामानहरू लिन चाहेमा अलिबाबा ग्रुपबाट खरिद गर्न समेत सकिन्छ। यसरी विस्तार भएको अलिबाबा ग्रुपको बारेमा तपाईहरुलाई धेरै थाहा नहुन सक्छ, किनभने सुरुवाती चरणमा नै अलिबाबाले चाइनामा नै आफ्नो बिजनेस गरेको थियो। यसरी सफल हुँदै गएपछि सन् 2014 मा अलिबाबा ग्रुपले न्युयोर्कमा आफ्नो इनिशियल पब्लिक अफरिङ सुरुवात गर्दै न्युयोर्क एक्सचेन्ज अफर ल्याएर त्यो समयको सबैभन्दा हाईएस्ट ठुलो अमेरिकन आइपिओ थियो र $168 बिलियन बराबरीको कम्पनीलाई भ्यालु गरिएको थियो। ई-कमर्समा सफल भएपछि अलिबाबाले विभिन्न क्षेत्रमा फैलिँदै गयो। आजसम्म अलिबाबा ग्रुपको फिल्टर क्राउड कम्पनी, मुभी प्रोडक्सन, स्विमिङ, स्पोर्ट, न्यूज रिपोर्टर क्षेत्रमा समेत फैलिँदै गइरहेछ। पछि ज्याकमाले सन् 2014 मा एन्ट ग्रुप मार्फत अलिपे डिजिटल पेमेन्ट सर्भिसको समेत सुरुवात गरे। यो अलिपे सर्भिस यति पपुलर भयो कि यसको प्रयोगकर्ता नै 1 बिलियन भन्दा बढी भयो। यो सबै कारणले गर्दा नै ज्याकमाको नेटवर्थ भनेको 58 बिलियन भन्दा बढी भयो। केही समय अगाडि त ज्याकमा चाइनाको सबैभन्दा धनी व्यक्ति समेत थिए।
यसरी बिजनेसमा सफलता हासिल गरिरहेको ज्याकमाले संसारको ध्यान आफूतिर केन्द्रित गरिरहेको थियो र ई-कमर्सको मार्फत बिजनेस सुरु गर्दै अनलाइन प्लेटफर्मबाट पैसा कमाउन माहिर ज्याकमाले सन् 2020 अक्टोबर 24 मा सी जिनपिङ सरकारको क्रिटिसाइज गर्दै पोस्ट ट्विट गरेको। यही कारण चाइनाको सरकारको विरोध गरेको भन्दै चाइनाको एउटा नीति जुन चाहिँ सरकारले लिएको नीति फाइनान्शियल रेगुलेटरी सिस्टमको विरुद्ध आफ्नो मत राख्दै ट्विट गरेको ज्याकमा पछि चाइनाको फाइनान्शियल रेगुलेटरी सिस्टम बिजनेसमा इनोभेसन रोकिन्छ भनेर ज्याकमानले यस्तो प्रतिक्रिया दिएका थिए। यस अनुरूप चाइनाको फाइनान्शियल रेगुलेटरी नीति अगाडि नै एन्ड ग्रुपले चाइनिज स्टक मार्केटमा इनिसियल अफरिङ गर्ने भन्दै यसको भ्यालुएसन समेत $300 बिलियन भन्दा धेरै हुने आकलन गरेको थियो भने यसो हुँदा ज्याकमाको नेट वर्थ समेत $60 बिलियन भन्दा बढी हुने प्रशंसा गरेको थियो। ज्याकमाको ट्विट पोस्ट गरेको एक हप्तापछि चाइना सरकारले नयाँ नीति लियो र सो नीति अनुरूप एन्ड ग्रुप नै डिस्क्वालिफाइड भयो। त्यसपछि चाइनामा एन्ड ग्रुपले इनिसियल पब्लिक अफरिङ समेत गर्न पाएनन्। यसरी डिस्क्वालिफाइड भएपछि चाइनिज सरकारको टप मार्केट वाचडगले अलिबाबा ग्रुपले एन्टी कम्पिटिसन प्र्याक्टिस फलो नगरेको र एन्टी मोनोपोली रुल भाइलेट गरेको भन्दै अलिबाबाको विरुद्ध इन्भेस्टिगेसन समेत सुरु गर्दै अलिबाबा विरुद्ध अघि बढे। यसरी खुलेआम रूपमा चाइना सरकारको आर्थिक नीतिसँग विमति राख्ने अलिबाबाको ट्विटको कारण यस्तो भयो भनेर धेरै मानिसहरूले भन्छन्। तर यो मात्र कारण चाहिँ होइन, किनभने चाइनाको बैंक मार्फत अलिबाबा ग्रुपले अलिपे मार्फत पैसा बाहिर लाने डर समेत चाइनाको सरकारलाई थियो। यसबाट चाइनाको बैंकहरूमा पैसा नहुन सक्ने र डिजिटल मार्केटमा तीव्र अगाडि बढिरहेको अलिबाबा ग्रुप र फाउन्डर ज्याक माबाट चाइनामा उनले चाहेमा आर्थिक सङ्कट आउन सक्ने र यसबाट चाइनामा आर्थिक सङ्कट आउन कति पनि समय नलाग्ने भन्दै चाइना सरकारले उनलाई नजरबन्द गर्दै गुमनाम बनाएको छ। छोटो समयमा ई-कमर्स बिजनेस मार्फत विश्वलाई चकित पार्दै ज्याकमाले 56 वर्षको उमेरमा नै अन्डरग्राउन्ड हुनु परेको छ। उनी के गरिरहेको छ भन्ने कसैलाई जानकारी नै छैन। उनी सामाजिक सञ्जालबाट 81 हराएका थिए।